एचटिएमएल मात्रै प्रयोग गरेर बनाएको यो 4वटा प्रोजेक्टहरू एचटिएमएल बिगिनर्सको लागि एकदमै युजफुल हुनेछ। हेलो साथीहरू, इट्स मी पन्नालाल विके एन्ड दिस इज माई डे 4 अफ लर्निङ वेब टेक्नोलोजी। सो आज चाहिँ मैले वेब टेक्नोलोजीमा एचटिएमएलको मात्रै युज गरेर चाहिँ 4वटा प्रोजेक्ट बनाएको छु। एउटा छ फ्रिक्वेन्टली आस्क्ड क्वेसन, जहाँ चाहिँ हाम्रो क्वेसन हुन्छ र क्वेसनमा क्लिक गर्दाखेरि चाहिँ आन्सर देखिन्छ। र यो प्रोजेक्ट गर्दाखेरि चाहिँ मैले डिटेल ट्यागको कुरा, समरी ट्याग र पी ट्यागले चाहिँ मिलेर कसरी काम गर्छ भन्ने कुरो थाहा पाएँ। त्यसै गरी मेरो अर्को सेकेन्ड नम्बरको प्रोजेक्ट चाहिँ युट्युब इमिडिएट सिस्टम थियो, जहाँ चाहिँ युट्युबको भिडियोलाई हामीले डाइरेक्टली लिङ्क गराएर प्ले गर्न सकिन्छ। र अर्को प्रोजेक्ट भनेको चाहिँ मेरो MP3 प्लेयर हो, जहाँ चाहिँ मैले म्युजिकलाई इम्पोर्ट गराएर चाहिँ यसरी म्युजिक प्ले गराएर सजिलैसँग चाहिँ एचटिएमएलको युजबाट म्युजिक सुन्न सकिन्छ। र यससँगै मैले लास्टमा गरेको अर्को प्रोजेक्ट चाहिँ कमिङ सुन हो, जहाँ चाहिँ इमेल लगाएर नोटिफाई मी भन्ने बटन राखेर नोटिफाई पनि गर्न सकिन्छ। थ्योरी पढेको भन्दा रियल प्रोजेक्ट गरेपछि नलेज एकदम धेरै ग्रो हुन्छ है।